दर्शकवृन्द नमस्कार। आजको नयाँ श्रृङ्खला लिएर पुनः उपस्थित भइसकेको छु। धर्म केवल किताबमा होइन, कहिलेकाहीँ बाटैमा निभाइन्छ। त्यसै मध्येकी एक हुन् सङ्कटमा जीवन बचाउने नारी प्रहरी जवान चन्द्रिका देउबा। 2082 साल जेठ 6 गते मङ्गलबारको बिहान इलाका प्रहरी कार्यालय मालाखेती अत्तरियामा एक फोन आउँछ। गोदाबारी एक बसन्तपुर गिरहसोरी टोलमा एक गर्भवती महिला पीडामा छटपटाइरहेकी छिन्। सूचना लगतै प्रहरी टोली खटिन्छ र त्यस टोलीमा थिइन् महिला प्रहरी जवान चन्द्रिका देउबा। उहाँसँगै थिए हलदार धर्मानन्द भट्ट। घटनास्थल पुग्दा सडकको छेउमा एक महिला सुत्न सक्दिनन्, बोल्न सक्दिनन्। अस्पताल टाढा थियो, समय कम थियो, तर चन्द्रिका देउबाले हिम्मत हारिनन्। उनी ती महिलालाई उठाएर नजिकको घरमा पुर्याइन् र आफ्नै हातले गराइन् सुत्केरी। शिशु सकुशल जन्मियो, आमा पनि जिउँदै बचिन्। एक जीवन होइन, 2 जीवन जोगाइन् प्रहरी चन्द्रिकाले। त्यो महिला थिइन् 24 वर्षीय चन्द्र आचार्य, पेरिगङ्गा नगरपालिका 8 सुर्खेतकी। हाल गोदाबारीमा भाडामा बस्दै आएकी थिइन्। श्रीमान 24 वर्षीय डम्बर जोशी, बझाङको थलरा गाउँपालिकाका स्थानीय बासिन्दा, जो अहिले भारतमा रोजगारको सिलसिलामा छन्। सुत्केरी पीडाले गर्दा उनी अस्पताल नपुग्दै बाटैमा थिइन् र त्यही बेला प्रहरी चन्द्रिका देउबा बनेकी थिइन् जीवनदायिनी। यो घटना यत्तिकैमा रोकिन्न। चन्द्रिकाको असाधारण कर्तव्यपरायणता, सहानुभूति र साहसलाई सम्मान गर्दै कैलालीका प्रहरी प्रमुख एसपी बालनरसिंह राणाले उनलाई प्रशंसा पत्रसहित सम्मान गरेका छन्। अब प्रहरीको आधिकारिक रेकर्डमै अङ्कित भयो एक असाधारण सेवा, एक अद्भुत कर्म। यति मात्र होइन, सामाजिक सञ्जालमा पनि उनको तस्बिर, कर्म र कर्तव्यको चर्चा छाएको छ। सुत्केरी बेथाले छटपटिएकी महिलाको उद्धार गरी सुरक्षित अस्पताल पुर्याएकी प्रहरी जवान पुरस्कृत भएकी छिन्। लोकमानसमा प्रहरीलाई नियम लागू गर्ने कठोर अनुहार मात्र मानिन्छ, तर चन्द्रिकाले देखाइन् वर्दीभित्र पनि ढट्किन्छ मानवता, सेवा र समर्पण। जब वर्दी बोल्दैन, कर्म बोल्छ, त्यो कर्म भगवानको काम हुन्छ। भोडिचुली खबरको तर्फबाट नारी शक्ति, सेवा र संवेदनाको प्रतीक प्रहरी जवान चन्द्रिका देउबालाई हार्दिक श्रद्धा, सम्मान र सलाम। भोडिचुली खबर, सच्चा कर्मको कथा बोल्ने खबर। दर्शकवृन्द, आजको श्रृङ्खला मन परेमा लाइक, कमेन्ट, सेयर गर्न नभुल्नुहोला। भोडिचुली खबर हेर्दै गर्नुहोला। हस्त, नमस्कार, धन्यवाद। आफ्नो पर्वा केही नगरी हर बस्ती टोलामा पुग्छ पहिले नेपाल प्रहरी।